ए साथी हो यो चाहिँ ट्रेनको म्युजियम हो। यहाँ एउटा ट्रेन राखेको छ। यो माथि पनि मगुवा ट्रेन छ। यहाँनिर जिन्जु ट्रेन स्टेसनको चाहिँ ट्रेन म्युजियम हो। अनि यो ट्रेनभित्र के कस्तो छ भन्ने कुरा सबैहरू अवलोकन गरिन्छ। अघि म मुगुङमा ट्रेनको रेलभित्रसँग यसरी छिरेर सर्लक्कै यहाँभित्र यो टोइलेट हो। यो टोइलेट छ। यहाँनिर पानी, यहाँनिर डाइनिङ छ। बस्ने ठाउँ, यो बस्ने ठाउँ हाम्रो सिट हो। चट्टै हामी यहाँ यो चाहिँ ट्रेन कोरियाको ट्रेनभित्र यस्तो बस्ने ठाउँ हुन्छ भनेर देखाएको हो। यहाँ यस्तरी बसेर आनन्दले बसेर यसरी बसेर चट्टाउन सकिन्छ। बाहिर यस्तो यो जानुभन्दा बाहिर हाम्रो सिनरी यस्तो छ। चट्टा यस्तो छ। यहाँ आएर आराम गर्न सकिन्छ। यो कोरियाको चाहिँ ट्रेन म्युजियम हो। ट्रेन चाहिँ अब यो एउटा डिब्बा चाहिँ यहाँ राखिदिएको छ। यो किसिमको ट्रेनभित्रको चाहिँ अनुभव लिन सकिन्छ। यो किसिमको छ भन्ने कुराहरू चाहिँ सो अफ गरेको छ। हस् त, धन्यवाद आजलाई यति नै। फेरि भेटौँला। गुड बाई।